बालेनको सिपाही भएर मन्त्री परिषदमा बसेको मान्छे। तर मेरो विचारमा के छ भने आजको दिनमा पार्टीले गरेको डिसिजन सही हो। म पार्टीको सिपाही भएको हुनाले त्यसलाई एक्सेप्ट गर्छु र पार्टीका हरेक कार्यक्रममा एउटा सानो सिपाही भएर काम गर्ने प्रतिबद्धता। पार्टीले दिएको अपर्च्युनिटी थियो मन्त्रालय, आज पार्टीले केही कारणले फिर्ता लियो। उहाँहरूलाई के लागेको छ भने एउटा पार्टीको एउटा मापन छ, एउटा स्ट्यान्डर्ड छ, त्यो स्ट्यान्डर्ड मिट भएन जस्तो फिल भयो उहाँलाई। अहिलेको समयमा म एउटा कुरा मात्र भन्न चाहे, यसलाई अन्यथा नलिनु होला। समयमा हुन्छ भने म बोलाउँला, विस्तृत रूपमा बोलाउँला। अहिलेको लागि के बुझ्यो भने म एउटा आजको लागि सांसद हो, मन्त्री भएको थिएँ, त्यो पनि प्रधानमन्त्रीज्यूको इच्छामा भएको थिए, पार्टीको इच्छामा भएको थिए। उहाँहरूले मेरोमा योग्यता देख्नु भएको थियो, दक्षता देख्नु भएको थियो, त्यो अनुसारले मलाई मन्त्री पद दिनुभएको थियो। यो अधिकार निहित चाहिँ प्रधानमन्त्रीज्यूमा हुन्छ, मन्त्री परिषद को बनाउने के बनाउने भनेर। र आजको दिनमा उहाँले हटाउनु भएको छ भने उहाँको एउटा केही मापन होला, पार्टीको आफ्नो विधान होला, आफ्नो तरिका होला, त्यो अनुसारले हटाउनु भएको छ। योमा अहिले मैले धेरै टिका टिप्पणी गर्यो भने कस्तो देखिन्छ भने म आफ्नो पार्टीको अगेन्स्टमा छु। म त पार्टीको सिपाही, बालेनको सिपाही भएर मन्त्री परिषदमा बसेको मान्छे, उहाँसँग काम गरेको मान्छे र उहाँकै अनुसारले अहिलेसम्म देशलाई अगाडि बढाउन लागि मैले गरेका नीति नियमहरू, मैले चाहिँ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेर एकदम दत्तचित्त भएर बिहान 8 बजेदेखि राति 11 बजेसम्म काम गरेको व्यक्ति हो। तपाईले जसलाई पनि सोधे हुन्छ, मैले एकदम कमिटमेन्टको साथमा काम गरेको छु र त्यही अनुरूप नै तपाईले लास्ट 13 दिनमा चाहिँ तपाईले लगभग 15-20 वटा डिसिजन्सहरू, तपाईले 700-800 कन्सल्टेन्सीहरूलाई कारबाही गर्ने प्रयासहरू र हामी त लिस्ट पनि निकालिसकेका थियौँ धेरैसम्म। तपाईँले त्यो अनुसारले हेर्नु नै भएको थियो होला। केही मेडिकल तपाईँले यो हस्पिटलहरू जसले चाहिँ या मेडिकल सेन्टरहरू जसले चाहिँ सही तरिकाले उपचार दिँदैनन्, गलत तरिकाले त्यो अनुसारले 300 जनालाई कारबाही गर्ने चाहिँ फाइल बनाएर आएको छु। अब त्यही अनुरूप मलाई के लाग्छ भने आउने मन्त्रीज्यूले पनि त्यही स्पिरिटमा काम गरिदिनुहुन्छ भन्ने मलाई विश्वास छ। मौका पाइन भन्दै हुन्छ नि, स्पष्टीकरणको मौका पाए हुन्थ्यो, त्यो पाइएन भन्ने कुरा गर्नु भएको छ। मैले तपाईलाई एकदम क्लियरली भनिसकेँ, एकदम क्लियरली भनेको छु कि सही समयमा म सही कुरा गर्छु। आजको दिनमा एउटा कुरा मात्र के हो भने पार्टीले दिएको अपर्च्युनिटी थियो मन्त्रालय, आज पार्टीले केही कारणले फिर्ता लियो। उहाँहरूलाई के लागेको छ भने एउटा पार्टीको एउटा मापन छ, एउटा स्ट्यान्डर्ड छ, त्यो स्ट्यान्डर्ड मिट भएन जस्तो फिल भयो उहाँलाई केही कारणले। अहिलेको कारणको कुरा नगरौँ कि तपाईँले यसरी पेल्न थाल्नुभयो कि अब के भनौँ। हजुरको श्रीमतीज्यूले जसरी चाहिँ उहाँ लाइभ आएर पनि केही गुनासाहरू गरिराख्नु भएको थियो, ती गुनासाहरू सुन्दै गर्दाखेरि ऊ कतै